हेलो सबैजनालाई नमस्ते हैन मेरो नेक्स्ट ब्लगमा सबैजनालाई स्वागत छ। दाजुभाइ दिदीबहिनी आमा बुवा हजुरआमा हजुरबुवा अङ्कल आन्टी काका काकी मामा माइजू भान्जा भान्जी जतिले पनि हेर्दै हुनुहुन्छ पुरा भिडियो हेर्दिनु होला अनि सपोर्ट गर्नु होला। समझ रहे हो आप? समझ रहे हो? यो चाहिँ परदेशी ब्लग्स है, सबैजनाले माया दिनु होला, साथ सपोर्ट गरिदिनु होला र अरू पनि धेरै परदेशी ब्लग्स हरेक परदेश अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। के हुन्छ कस्तो बितिरहेको छ, के कसरी के भन्छ तुमसे ना हो पाएगा, हमें तुम्हारे लक्षण बिल्कुल ठीक नहीं लग रहा है, तुमसे ना हो पाएगा। हजुरहरू सन्चै हुनुहुन्छ होला हैन, यो सन्चै हुनु होला, घरमा खुसी गर्नु होला, हम मालूम है तेरे बाप को मत सिखा, चल हाँसी खुसी रहनु होला। परदेशमा ती यस्तै हो, बिहान उठ आऊ काममा आऊ जाऊ, काममा आयो फेरि गयो हैन, किच 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 फर्म्याङको किच किच मुदिरको किच किच धेरै गाह्रो हुन्छ। मलाई त गाह्रो छैन हैन, तैपनि यहाँ धेरै दाजुभाइहरूले भोगिरहनु भएको छ। सबै दाजुभाइहरू म जस्तो आँटिलो पनि हुनुहुन्न होला हैन, त्यसैले यो ब्लग चाहिँ परदेशी जति पनि परदेशमा हुनुहुन्छ उनीहरूको घरको लागि अनि परदेशमा हुनेले पनि साथ सपोर्ट दिनु होला र सबै नेपाली सामु पुर्याउनु होला मेरो ब्लग्सलाई। अनि आज त हामीलाई दसैँ लाहा होइन, आज घाम लाहा होइन, गर्मीको महिना छ। हामीलाई यही सबभन्दा ठुलो खुसी भनेकै नेपालमा दसैँ तिहार आए जस्तै हामीलाई पनि यहाँ यस्तै शीतल सर र हावा आयो भने दसैँ तिहार भन्दा ठुलो खुसी हुन्छ क्या। त्यसैले जति पनि विदेशमा हजुरहरूको श्रीमान दाजुभाइ हुनुहुन्छ एकवचन फोन गर्नु होला, राम्रो बोल्नु होला होइन, श्रीमानहरूसँग झगडा नगर्नु होला। विदेशमा भनेको जस्तो सजिलो हुँदैन केही कुराको पनि। पुरुष भनेको घरको पिलर हो के, त्यसैले उनीहरूलाई पनि शीतल छहारीको खाँचो हुन्छ होइन। शीतल छहारी बन्ने कोसिस गर्नु होला, झगडा गर्ने झन् टेन्सन लिने यस्तो नगर्नु होला। सबैजना जतिको पनि विदेशमा हुनुहुन्छ हस्बेन्ड बाबाउ भाइ दाइ हुन्छ एकवचन राम्रो बोलिदिनु होला, सन्चो बिसन्चो बास त्यति नै हो परदेशीले चाहने भनेको। उनीहरूले केही चाहन्न, किनकि दुःख गरेर हुन्छ घरमा होइन, पैसा पठाएर हुन्छ, किच 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 धेरै भयो भने डिप्रेसनमा जान सक्छ कि यहाँ यता फोरम्यानहरूले किच 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 गर्छ, यति कामी गरे पनि किच किच गर्छ होइन। त्यसैले अशब्द नबोलिदिनु होला, उनीहरूलाई टेन्सन हुन्छ, यताको टेन्सन घरतिरबाट टेन्सन दिएपछि डिप्रेसनमा जान सक्ने सम्भावना हुन्छ। त्यसैले यदि बोल्न मन लागेन भने भोलि वचन म बोल्दिनँ ल ल्याउला भन्नु होला, झगडा गर्ने टेन्सन दिने कोसिस नगर्नु होला। We'll go through the wastelands, through the highways, till my shadow turns to sun rays, and on we'll go through the wastelands, through the highways, and on we'll go. आफ्नो श्रीमान दाजुभाइ बाबा जो पनि हुनुहुन्छ उनीहरूले मेरो परिवार मेरो साथमा छ, म जे पनि गर्न सक्छु।
अनि त आँटिलो हुन्छ डह्रो हुन्छ होइन हिम्मत बढ्छ टेन्सन दिने किचकिच गर्ने गरौँ भयो भने आउने आँट पनि हराइजान्छ जति कमाइन नहुने जति पठाइन नहुने होइन त्यही भएर डिप्रेसनमा जान सक्ने सम्भावना अब यस्तो बाहिर काम गर्नुपर्छ माथि माथि तल्लोमा चढेर अब धेरै यताको टेन्सन त्यस्तै हुन्छ यता गर्मी त्यस्तै अनि डिप्रेसनमा जहाँ हुन्छ मान्छे के गरौँ हुन्छ अनि यस्तोमा काम गरेर हुन्छ अब कोही प्रेसर हाई लो छ भने ढलिएर मर्न सक्ने पनि सम्भावना हुन्छ ये बड़ी अच्छी बात कही आप त्यसैले एक वचन जे जस्तो भए पनि जति झगडा गरे पनि होइन एक वचन फोनमा बोल्दाखेरि चाहिँ राम्रो हजुर तपाईँ भनेर राम्रो बोलिदिनु होला सबैजनालाई मेरो च्यानललाई सपोर्ट गरिदिनु होला साथ सपोर्ट म धेरै प्रकारको विदेशमा के हुन्छ सबै भर्खर स्टार्टिङ गर्दैछु ब्लगिङ म हरेक टपिकको भिडियो लिएर आउनेछु बस हजुरहरू साथ सपोर्ट गरिदिनु होला र आजलाई यति नै टाटा बाई बाई सबैजनालाई सन्चै रहनु होला घरमा आनन्द खानु होला मस्त रहनु होला टाटा बाय बाय टाटा